ढिला नगरिकन भिडियोमा त योभन्दा अघिल्लो भिडियोमा हामीले चाहिँ काकी कुके को सम्म सिकेका थियौँ। हामी 10 वटा सिकेका थियौँ। आ इ उ ए ओ काकी कुके को। ल आज हामी चाहिँ सिक्न गइरहेका छौँ सा सी सु से सु ता ची चु ते तो। याद गर्ने है, यहाँ ता र तो हुँदैन, ची र चु हुन्छ। सुरुमा छ सा। यो सा भनेको पनि अघि डाडो जस्तो सुरुमा माइनस गर्ने तल डाडो जस्तो है। यो चाहिँ की जस्तै जस्तै छ। कीमा चाहिँ इजिकल टु लगाएर डाडो बनाइन्थ्यो भने यसमा चाहिँ एउटा मात्र लाइन तानेर चाहिँ डाडो जस्तो बनाइन्छ। फर्स्टमा माथि लाने, त्यसपछि त्यसलाई क्रस बनाउने अनि तल जाने। यसलाई दुईचोटिमै बनाउन पनि सकिन्छ। अर्को छ सी। सी भनेको चाहिँ इङ्ग्लिस अल्फाबेटकै सी जस्तो, तर माथिपट्टि चाहिँ सानो छोडेर चाहिँ के गर्ने, सी बनाउने है। जे चाहिँ उल्टो जे बनाउने सी। र अर्को छ सु। सु बनाउनलाई के गर्ने, माथिबाट सलक्क लाइन तान्ने, त्यसपछि के गर्ने, यहाँ तल यस्तो घुमाएर चाहिँ के गर्ने, सु बनाउने है। यहाँ दिएको छ। अर्को छ से। से बनाउनलाई के गर्ने, सुरुमा एउटा माइनस तान्ने, त्यसपछि दाहिनेतिर एउटा लाइन तान्ने र देब्रेतिर अर्को लाइन चाहिँ अघि हामीले सी जस्तो गरेर यसरी चाहिँ तान्ने है, सी। अर्को चाहिँ सु। यो चाहिँ जेड जस्तो बनाउने र तलपट्टि सी झुन्डाउने। एकैचोटिमा गरिन्छ, एउटा स्ट्रोक भयो। र अब चाहिँ ता। यो ता भनेको चाहिँ के गर्ने, एउटा क्रस बनाउने सुरुमा अनि इजिकल टु लाइन है। टी बनाउने सुरुमा, टी बनाएपछि तल दाहिनेतिर चाहिँ इजिकल टु साइन लगाउने। यो थियो ता। अर्को छ ची। अब यो भनेको चाहिँ अघि सा सिकेका थियो, साको मिरर इफेक्ट है। माथिबाट तान्ने, त्योभन्दा अगाडि चाहिँ के गर्ने, माइनस जस्तो बनाउने, माथिबाट तानेर चाहिँ के गर्ने, 5 जस्तो बनाउने। अब छ चु। चु भनेको चाहिँ सजिलो छ, उल्टो सी बनाउने। अर्को छ ते। ते भनेको पनि एकचोटिमै गरिन्छ। सुरुमा चाहिँ माथिबाट दाहिनेतिर लग्ने अनि घुमाएर चाहिँ के गर्ने, सी बनाउने, ते। अर्को छ तो। तो भनेको चाहिँ सुरुमा माथिबाट बिस्तारै तान्ने अनि के गर्ने, तलबाट चाहिँ घुमाएर लग्ने दोस्रो चोटिमा, दोस्रो स्टेप। यो थियो तो। तो सम्म सिकिसकेको छ।